3 दिनसम्म यो तपाईँको तालिममा सहभागी भइदिनु भयो हामीलाई पनि राम्रो हुन्थ्यो। अब हाम्रो व्यस्तता यस्तै छ, यहाँले बुझ्नु भएको छ। तर पनि म चाहिँ बिहान नै चाहिँ सरले यहाँ चाहिँ इन्भाइट गरिसकेपछि म चाहिँ यहाँ पुगेँ र मैले 10-15 मिनट तपाईँको अवलोकनलाई पनि मैले दृश्यावलोकन गर्न पाएँ र तालिममा थुप्रै कुराहरू पनि भयो होला। यसको मुख्य चाहिँ मतलब सारको कुरा के छ भन्दाखेरिमा आपद विपद आएको बेला प्राथमिक उपचार ट्रिटमेन्ट, फर्स्ट ट्रिटमेन्ट कसरी गर्ने भन्ने यसको मूल उद्देश्य छ। तत्कालीन आपद आउँछ, विपद आउँछ, हुरी आउँछ, हावा आउँछ, भूकम्प आउँछ, बाढी आउँछ, पहिरो आउँछ, आगजनी हुन्छ, ठुल्ठुलो भयानक चाहिँ मतलब कामहरू हुन्छन्। त्यति बेला एउटा यो कमिटी जो छ हाम्रो, एउटा यो सञ्चारको माध्यम हो। तपाईहरुले सबै जुन सम्बन्धित घटनास्थलमा चाहिँ मतलब त्यो घटना घट्छ त्यसपछि हामी रिलेसन गर्छौँ, फर्स्टमा सञ्चार गर्छौँ, सुरक्षाकर्मी, हाम्रो स्वयंसेवक अनि तालिम प्राप्त चाहिँ मतलब व्यक्तिहरू सबैको सक्रियतामा त्यहाँ चाहिँ उद्धारको कामहरू हुन्छ। पहिलो प्राथमिकताका कुराहरू हुन्छन् हैन। अब धनमाल अरू सम्पत्तिको क्षति त्यहाँ भएकै हुन्छ, तर त्योभन्दा मुख्य चाहिँ कुरा हामी मानवीय उद्धार कसरी गर्छौँ भन्ने कुरा हाम्रो यसको सार भएको मैले बुझेँ। र अरू तपाईँहरूले लिनुभएको होला तालिमहरू कसरी गर्ने, घटनास्थलमा कसरी जाने, त्यसलाई उपचार कसरी गर्ने, त्यसपछि त्यो प्राथमिक उपचार भइसकेपछि फेरि सम्बन्धित ठाउँमा कसरी त्यसलाई चाहिँ रिफर गर्ने, यो सबै तपाईँ जे ट्रेनिङ लिनुभएको छ। मलाई विश्वास के छ भने तपाईँ सबैले आफ्नो ठाउँमा यो कुरालाई चाहिँ लागू गर्नुहुन्छ। थ्योरिकल पनि भयो, यहाँ प्र्याक्टिकल पनि भयो र थप चाहिँ यसको प्रक्रिया सायद भोलि हुँदैछ कि जस्तो हैन। यसको चाहिँ भोलि चाहिँ को पनि मैले जानकारी पाएको थिएँ। त्यसो भएको हुनाले के छ भने यो ज्यादै महत्त्वपूर्ण कुरा छ। अब विपदका कामहरूसँग यो सम्बन्धित भएको हुनाले यो अघि चाहिँ यहाँ देखियो सबै कुराहरू। अब 77 का बाढीहरू, 79 का बाढीहरू हामीसँग, त्यसपछि ठुला चाहिँ मतलब घटनाहरू हामीसँग चाहिँ छन्। त्यो भएको हुनाले यसलाई सिकाउनको निम्ति यहाँहरू अब प्रशिक्षक हुने हो। यहाँबाट आज प्रशिक्षार्थी हुनुहुन्छ, अब बाँकीका दिनमा तपाईँ प्रशिक्षकमा तयारी हुनु पर्यो। त्यो भएको हुनाले रेड क्रस नेपाललाई सबैभन्दा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र सहभागी सबै साथीहरूले अथक मिहिनेतका साथमा आएर भाग लिनु भएको छ। एउटा विद्यालयमा 10 जना टिचर हुन्छन्, मान्नु 20 जना हुनुहुन्छ। त्यसपछि त्यहाँ विद्यार्थीहरू हुन्छ, त्यसको अभिभावक हुन्छ, ठुलो सञ्जाल हुन्छ। त्यो सञ्जाललाई परिचालन कसरी गर्ने, के कसरी गर्ने भन्ने त्यो चाहिँ भोलि पनि त्यहाँ हुँदैछ भन्छ। त्यो हामी हेर्छौँ। त्यो गत सालमा पनि हामीले गरेका थियौँ हैन। त्यहाँ चाहिँ मतलब त्यो आगजनी भयो अथवा त्यो पहिरो आयो, त्यो बिरामीहरू कसरी लग्ने, कसरी त्यहाँ चाहिँ प्राथमिक उपचार हुँदै गर्छ, उता सप्लाई गरेकै हुन्छ, त्यहाँ चाहिँ आगजनी भइरहेको हुन्छ। ठुलो चाहिँ मतलब त्यो प्रक्रिया जे घटना जे हुन्छ त्यो यसो अहिले हेर्दाखेरि मान्छेलाई नाटक जस्तो लागेको हुन्छ। साँच्चै घटनास्थलमा यदि अलिकति ढिलो सुस्ती गर्नुहुन्थ्यो त तपाईँले, कहाँ त्यस्तो हुन्छ। त्यो त पुरै मान्छे छटपटी रहेको बेला त हैन। तपाईँहरूले चाहिँ मतलब एकदम त्यहाँ चाहिँ मतलब त्यो किसिमको वातावरण त्यो हुन्छ नि भने यो अस्ति नै यो साउनको महिना काठमाडौँ आयो देख्नुभयो। टिनको छतमा, यस्तै छतमा बिचरा मान्छे चाहिँ लगभग 10 देखि 15 मिनटसम्म त्यहाँ मान्छे छ। रेस्क्यु टोलीमा यति मान्छे बाँच्थे हेर्नुहोस्। तर त्यहाँ कस्तो भइदियो भन्नुहुन्छ भने सञ्चार नेट नै बन्द भयो जस्तो भएर पछिसम्म त्यहाँबाट कताबाट फुत्केर यस्तैमा बसेका छन्। तपाईँले हेर्नुभयो होला, टिभीमा युट्युबमा पनि हेर्नुभयो। अन्तिममा त्यो गर्लम जाने सब मान्छेहरू त्यहीँभित्र जान्छन् हेर्नुहोस्। तर यदि चाहिँ तपाईँ नेपाल आर्मी प्राप्त तालिमवाला भए त त्यो डोरी फाल्छ त्यसले हैन। त्यो डोरी फेरि पर पुग्दैन, त्यो पानीमा बग्छ, उसले छोप्न सक्दैन, त्यहाँबाट पनि फुत्किन्छ। तर तालिम प्राप्तवाला चाहिँ मतलब त्यो चाहिँ सेनाहरू, आर्मी के अरे त्यो सशस्त्रहरूको औजार प्राप्त भयो त ती सबै मान्छे जोखिमबाट बचाउन सकिँदो रहेछ भने त्यो सञ्चारको त्यहाँ चाहिँ नेटवर्क नहुँदाखेरि ती मान्छेले त्यसै मर्नुपर्ने अवस्था बन्यो। अनि यस्ता ठुल्ठुला विपद छ। अझ त हामी त भर्खर अब वसन्त ऋतु सुरु भयो, अब वर्षामा हामी चाहिँ जान्छौँ। त्यो भएको हुनाले हामीले अहिले स्थानीय सरकारले पनि के हो भन्दा यसको व्यवस्थापन गर्ने, यसको भण्डारण गर्ने, जिल्लामा पनि हामीले एउटा गोदाम गरेर पनि अलिक ठुलो संरचना हुन्छ। यसको सन्दर्भमा पनि हामी पनि यहाँ पालिकामा पनि गर्छौँ। अब जस्तो उद्धारका सामग्रीहरू, औषधिहरू, उपचारहरू, दक्ष जनशक्ति, यो सबै कुरा। त्यही भएर हामीले यहाँ पालिकाको सन्दर्भमा सायद यो जिल्लाकै सन्दर्भमा हाम्रो पालिकामा गरेको छ। हामीले अफिस नै छुट्टै एकजना फोकल पर्सन हैन, सागरजी त्यहाँ फुल्ली राखेर हामीले सबै त्यो संरचना नै गरेर सबै कुराहरू हाम्रो गाउँपालिकाले के गरेको छ भने त्यो गरिराखेको छ।
त्यो भएको हुनाले अब यसलाई हामीले व्यवहारमा लागू गर्नको लागि यहाँहरू सबैले दत्तचित्तको साथमा जे सिक्नु भएको छ आफ्नो ठाउँमा यहाँहरूले एकदम चाहिँ मतलब अब प्रशिक्षक बनेर यहाँहरू जानुहुनेछ भन्ने मलाई विश्वास छ र त्यस्तो अवस्था भयो भने हामी त्यो किसिमको संयन्त्रलाई तयार गरेर मान्छेलाई जोखिमबाट बचाउन सक्नेछौँ। त्यो भएको हुनाले आज त्यही भएर यो गाउँपालिकाले रेड क्रस नेपालसँग हामीले 3 वर्ष लगातार भयो हामी सहकार्यमा छौँ, हामी समन्वयमा छौँ। हाम्रा थुप्रै कामहरू चाहिँ बढेका छन्। स्वास्थ्य सरसफाइ खानेपानीसँग सम्बन्धित यसका विषयवस्तुहरू छन्। विद्यालयमा पनि चाहिँ मतलब कार्यक्रमहरू छन्। त्यो भएको हुनाले यो कुरा जो छ यसलाई अब अनुसरण गर्ने साथीहरूले एकदम ध्यानपूर्वक लिएर यसलाई चाहिँ आफ्नो फिल्डमा लागू गर्नुभयो भने पक्कै पनि यो तालिमको सदुपयोग हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। अन्तमा यो चाहिँ मतलब प्रशासक साथीहरू जो हुनुहुन्छ उहाँहरूलाई फेरि पनि स्थानीय सरकारको तर्फबाट हार्दिक म धन्यवाद व्यक्त गर्दै यो टिम फेरिको दिनमा प्रशिक्षक भएर सबै वडामा गएको म देख्न पाउनेछु यो विश्वाससहित मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार।